गाइज वेलकम टु आवर ब्लग। हामीहरू चाहिँ यहाँ छौँ, मैले बाटोमा हिँड्दैछु, म अगाडि चाहिँ आगो लाग्दैछ। मान्छेहरू यो नेपाल हो नि त गाइज, नेपाल अगाडिपट्टि हेर्नुहोस् त यसरी। नेपालमा यस्तै हुन्छ गाइज, आगो लाग्न पाएको छैन, 100 जना भेला भइरहेछ, रमाइलो भइरहेछ त्यहाँनिर। त्यसमा हामी पनि छौँ, सामेल भएको छौँ होइन। हामीहरू त भाइ कलेज छुट्टी भएर हामीहरू फर्किँदैछौँ, आगो लागिरहेछ, 100 जनाभन्दा धेरै तल त्यहाँ भेला भइरहेछ। काम गर्न दिइरहेको छैन एम्बुलेन्स, के अरे त्यो भतिज हामीहरूको फायर ब्रिकर के हो त्यो भतिजलाई, त्यो मादर यस्तो भइरह त्यहाँनिर गाइज। नेपालमा यस्तै हुन्छ क्या गाइज, यो अहिले पनि आगो लाग्न पाएको छैन। 100 जना 400-500 जना भेला भइरह। मादर कुल्ली नेपाल भोसडी। यो नेपाललाई गाइज यो के भन्छ भन्दाखेरि, यो नेपालमा जन्मिनु नै गल्ती हो क्या गाइज, ठुलो गल्ती हो गाइज। यो नेपालमा जन्मिनु नै गाइज ठुलो गल्ती हो कि। यहाँ छैन त्यस्तो आगो लागिरह, यहाँ मान्छेहरू तल मनोरञ्जन गरिरह हेरेर। हामीहरू पनि एउटा पानी गरेर धुवा त देखेको कमसेकम आगो बलेको यस्तो हो, यस्तो चाहिँ हुन्थ्यो देखिरह यस्तो भइरहेछ गाइज। दमकलले पानी हालेको नि फलाइदे अलिकति अगाडि हिँड्दा हेर्नै पर्छ हामीहरूले। ब्लग राम्रो कन्टेन्ट मिलिरह मलाई गाइज। यो नेपाल यस्तै हुन्छ क्या, यो नेपाल भनेकै नेपालमा जन्मिनु नै ठुलो गल्ती हो क्या गाइज। यहाँनिर पानी चाहिँ दह्रो हालिरह, त्यो चाहिँ ठिकै हो। यतातिर आइज न, ब्लगिङ गरिरह म जस्तो मादर लगाए जस्तो यस्तो भइरह। मान्छेहरू चाहिँ यो सबै हामीहरूको जनता हो गाइज, हामीहरूको यो जनता। बाप्रे यस्तो हुँदो रहेछ गाइज, पानी हाल्नु पर्दो रहेछ आगो लागेपछि। हो त्योलाई त मैले ल ठिकै छ ल। के भएर सिलिन्डरै ब्याङ्गे पड्क्यो कि क्या हो? सफा भयो त्यो, सफा भयो पहिलेदेखि फोहोर भएको थियो, सफा भयो गाइज। ल घरतिर लाग्दिउँ हामीहरू, ल घरतिर लाग्दिउँ घरतिर। अब अर्को साइड पनि देखाउँछौँ ल। अब 2 साइडेड छ होइन, सेन्टर प्लाजामा। ल यिनीहरूले हामीहरूलाई नै हानिदिन्छ कि के हो बङ्गे। ब्लगर बनिदिएर आछन् सबैजना। मलाई बनाउँदै हिँड्छ केटी ब्लगर। अर्को पनि गाइज ब्लगर भेट्यो हामीहरूको पानी पनि कोलाब्रेसन गर्नुपर्छ जस्तो हामीहरूले। अर्को ब्लगरहरू चाहिँ बाटोभरि भेटिरहन् यहाँनिर अन्त। ल ठिकै छ, अब यस्तो हुँदो रह। मान्छेहरूको त 2-4 जना होइन, यहाँ त 1000 जनै जति भेला भएछन्। आगो लाग्न पाएको छैन, यहाँ सबै रमाइलो भएछ। यस्तो भएछ। ए ल आज बत्ती जाने भयो नि त, छेटेरिका बत्ती जाने भयो नि त। आगो त्यसरी धुवाँहरू निक्लिरह गाइज। हामीहरू चाहिँ अब घर लाग्दैको ल।